नगरसभा सदस्य प्रेम थापाजी 3 मिनेट। नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्ने आदरणीय पुष्पलाल श्रेष्ठ केपी शर्मा ओलीज्यूले नेतृत्व गरेको पार्टीको म एउटा वफादार सिपाही हो। कसैले मलाई पार्टीको झोले भन्छ भने म पार्टीको झोला बोक्न तयार छु, म झोले भन्न तयार छु। मूल नारा सांस्कृतिक शहर समृद्ध महानगर भन्ने बनायौं, त्यो हाम्रो मूल नारा थियो। हामीलाई जुन पुस्तक उपलब्ध गराइयो त्यहाँ सांस्कृतिक शहर काठमाडौँ महानगर छ। म अध्यक्षज्यूलाई के प्रस्ताव गर्न चाहन्छु भने सांस्कृतिक शहर समृद्ध महानगर भनेर त हामी 2 वर्षदेखि अगाडि बढिरहेका छौं। त्यसमा यो सांस्कृतिक शहर र समृद्ध काठमाडौँ महानगर राख्न पनि म प्रस्ताव गर्छु र हामीलाई राम्रो र नराम्रो देखिने त्यो तपाईहरुले हामीहरूको गुण र दोषको आधारमा छुट्याउनु होला। मेरो आफ्नो भनाइ राख्छु। धन्यवाद, नमस्कार।